नमस्ते। भैँसी किन्दा पाडो उपहार भने जस्तै जग्गा किन्दा चाहिँ हामीले घर उपहार लिएर आइसकेका छौँ है। लोकेसनको कुरा गर्नुहुन्छ भने त देवीनगर चौपारीबाट भित्र माझ गाउँमा लिएर आइसकेका छौँ। बाटोको कुरा गर्नुहुन्छ भने चाहिँ 33 फुटे बाटो पाउन सक्नुहुन्छ भने चाहिँ यो चाहिँ 7 दुरमा बनेको घर रहेको छ है त। अगाडिको मोडा चाहिँ 23 हात रहेको छ भने पछाडि चाहिँ 25 हात रहेको छ। बस्नलाई अहिले दिनलाई बस्नलाई एकदमै बेस्ट हुने खालको रहेछ। हजुरहरूले अहिले चाहिँ बस्छु पछि चाहिँ आफूले मेसाले घर बनाउँछु भनेर पनि मिल्ने खालको रहेको छ। के कस्तो छ अब भित्र गएर हेरौँ आउनुहोस्। यहाँ ठ्याक्कै भित्रपछि चाहिँ यहाँ त्यसपछि हजुरले बाइक राख्छु भने पनि एउटा बाइक अट्ने खालको रहेको छ नि। यतापट्टि चाहिँ रहेको छ। हजुरले पछिपट्टि खेती गर्छु भने चाहिँ अलिअलि त्यहाँ जग्गा पनि रहेको छ। तरकारी सरकारी लाउनुलाई मिल्ने खालको रहेको छ भने यहाँ ठ्याक्क भित्र जाँदाखेरि चाहिँ ठ्याक्क यो जाली पल्लाको कलेजभित्र जाँदाखेरि चाहिँ यो बिग टाइपको हल पाउन सक्नुहुन्छ गरेर भने यतापट्टि चाहिँ एउटा बेडरुम पाउन सक्नुहुन्छ। हेडको बेडरुम रहेको छ। यो ठ्याक्क लगभग 15 बाई 12 को रहेको छ भने यतापट्टि चाहिँ यतापट्टि एउटा बेडरुम पाउन सक्नुहुन्छ। यो पनि एकदमै ठुलो रहेको छ। यतापट्टि यो त चाहिँ बाथरुम रहेको छ। टोइलेट बाथरुमको स्पेस पाउन सक्नुहुन्छ। छुट्टा छुट्टै रहेको छ भने यता किचन र डाइनिङ पाउन सक्नुहुन्छ। सानो डाइनिङ रहेको छ। यदि लिन चाहनुहुन्छ भने चाहिँ हामीलाई दिएको नम्बरमा तुरुन्तै सम्पर्क गर्नुहोला। भने चाहिँ हामीले माथिपट्टि घरधनीको नम्बर राखिदिएका छौँ। यदि हजुरहरू पनि केही एडभर्टाइज गर्नुपर्ने छ भने चाहिँ हामीले बायोमा हाम्रो नम्बर राखिदिएका छौँ। डाइरेक्ट कल गर्न सक्नुहुन्छ। थ्याङ्क यू।